हेलो हेलो गाइस, वेलकम छ मेरो मिनी भ्लगमा होइन। फेरि पनि आज एकजना भाइ र म फेरि घुम्न जाँदैछौँ। घुम्न भन्दा नि सफारी मलतिर जाँदैछौँ, किनभने त्यसो ब्याङ्कतिर पस्ने काम थियो, हल्का सपिङ गर्ने काम थियो। त्यही भएर हामी ब्याङ्क उता मलतिर जाँदैछौँ। यो चाहिँ नि रेजेन्सी मार्केट हो, यहाँ पनि सबै थोक हुन्छ, तर यहाँ ब्याङ्क छैन। त्यसको लागि चाहिँ हामीलाई वहीँ नै पुग्नुपर्छ, सफारी नै जानुपर्छ। तपाईँहरू आउन सक्नुहुन्छ। अब म ट्याक्कै सिग्नलमै छ यो एजेन्सी, आएर सपिङ गर्न सक्नुहुन्छ। हामी चाहिँ अहिले गाडी यहाँ जाम छ, जाम भन्दा पनि सिग्नलमा छौँ, सिग्नल वेटिङमा छौँ। त्यही भएर यसो छोटो मिठो भ्लग बनाएको। सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला, इन्जोय गरिदिनु होला। ल सिग्नल खुल्यो, अब हामी चाहिँ जान्छौँ है सर। जस गर्मी भयो भने गाडीभित्र बस्दाखेरि चाहिँ नि एसीमा चाहिँ आनन्दसँग जान पाइन्छ कि मस्त बिन्दास पाराले होइन। मैले चाहिँ नि अब छोटो मिनी भ्लग लिएर आएको छु होइन, सपोर्ट गरिदिनु होला सबैजनाले। चाहिँ सर जाँदैछ, अबुमर एरिया पर्छ यो चाहिँ हाम्रो रुमदेखि समथिङ अब 10 मिनटको बाटो छ। रुमदेखि आउँदाखेरि धेरै छैन, अब आउनु लागिसक्यो। यहाँदेखि यसो घुमेर अब जानुपर्छ। हेर्नु होला, भ्लगलाई इन्जोय गरिदिनु होला होइन। रमाइलो छ जे होस्, ठाउँहरू घुम्न लायकको छ। अब सरलाई घुम्यो अब होइन। अनि साथीहरू कहाँदेखि हुनुहुन्छ कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। म पनि गरिदिन्छु हजुरको भ्लग हेरेर होइन। जसले मलाई सपोर्ट गर्नुहुन्छ म पनि उहाँहरूलाई ब्याक गर्नेछु। हामी चाहिँ जाँदैछौँ, यात्रा जारी छ। अब आउन लागिसक्यो, धेरै छैन। गाइजहरू ल सफारी मल आइसक्यो। हामी चाहिँ यहाँसम्मको यात्रा हुन्छ हाम्रो चाहिँ नि। अब भित्र गएपछि चाहिँ नि अब भ्याइन्छ भ्याइन भ्लग गर्नु। अब म त त्यहाँभित्र अब सबै मान्छेहरू हुन्छ नि त, त्यहाँ कामले गर्दाखेरि भ्लग बनाउन पायो भने देखाउनेछु, नत्र भने त्यस्तै हो। आइसक्यो, हामी चाहिँ नि आइसक्यो सर। यो अन्त सफारी मल अबुमरको होइन। कति बोल्दा चिन्नु भएको होला, कति बोल्दा चिनेको पनि छैन नि त। अब आउनु भएको छैन होला, त्यति टाढा नि छैन, आउनु होला। सबै थोक सुविधा छ, जे मजा छ, रमाइलो छ। गाइजहरू भ्लगलाई हेरेर इन्जोय गरिदिनु होला, सब्सक्राइब, लाइक, कमेन्ट, सेयर गरिदिनु होला है त। म मिल्यो भने भित्र पनि गएर बनाउँछु, मिलेन भने चाहिँ नि अब